नमस्कार सबैजनालाई। आज म तपाईहरुलाई कसरी टेलिग्राम बट बनाउने र त्यसबाट अर्निङ गर्ने भनेर सिकाउन गइरहेको छु। सबैभन्दा पहिले आफ्नो टेलिग्राम एप खोल्नुस्। त्यसपछि सर्च बारमा बटफादर टाइप गर्नुस्। ब्लू टिक भएको अफिसियल बटफादरमा क्लिक गर्नुस्। अब स्टार्ट टाइप गरेर ओके गर्नुस्। अब /new bot टाइप गर्नुस्। त्यसपछि तपाईले आफ्नो बटको नाम के राख्न चाहनुहुन्छ त्यो नाम टाइप गर्नुस्। फेरि बटको नाम पछाडि अंडरस्कोर राखेर बट लेख्नुस्, जस्तै mywebsite_bot। अब /mybots टाइप गर्नुस्। त्यसपछि तपाईले बनाएको बटको नाम देखिन्छ, त्यसमा क्लिक गर्नुस्। अब बट सेटिंग्समा जानुस्। त्यसपछि मेन्यु बटनमा क्लिक गरेर कन्फिगर मेन्यु बटनमा जानुस्। अब तपाई जुन वेबसाइटलाई टेलिग्राम मिनी एपमा रूपान्तरण गर्न चाहनुहुन्छ त्यस वेबसाइटको URL कपी गरेर त्यहाँ पेस्ट गर्नुस् र त्यसपछि स्टार्ट वा मेन्यु लेख्नुस्। अब ब्याक टु बटमा फर्कनुस् र आफ्नो बटको नाममा फेरि क्लिक गर्नुस्। अब तपाईको टेलिग्राम मिनी एप तयार भइसकेको छ। अब यो बट अरूलाई शेयर गर्नुस्। जब कसैले तपाईको बट खोलेर वेबसाइट भिजिट गर्छ, तपाईको वेबसाइटको ट्राफिक बढ्न थाल्छ। यसरी मिनी एप बनाएर शेयर गरेर आफ्नो वेबसाइटको ट्राफिक बढाउँदै अर्निङ गर्न सक्नुहुन्छ। मैले कसरी कोडिङ बिनै नै वेबसाइट बनाउने र त्यसबाट अर्निङ गर्ने भन्ने भिडियो मेरो YouTube च्यानलमा पहिले नै अपलोड गरिसकेको छु। त्यहाँ गएर फ्री होस्टिङ, फ्री डोमेन र जीरो कोडिङ नलेजमा कसरी वेबसाइटलाई एकछिनमै मोनेटाइज गर्ने भन्ने कुरा सिक्न सक्नुहुन्छ। त्यसरी वेबसाइट बनाएर टेलिग्राम मिनी एप तयार गरी राम्रै इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। भिडियो हेर्नु भएकोमा धन्यवाद।